कृष्ण धन्यवाद समस्त प्रभुजीहरुमा अहिले हामी गलेश्वर धाममा छौं। म्याग्दी हजुरहरूले गलेश्वर धामको दर्शन गर्न सक्नुहुन्छ। सुन्दर मन्दिर छ भगवान श्री कृष्णको, के रे भगवान शिवको। नन्दी महाराज यहाँ हुनुहुन्छ। र गलेश्वर महादेवको एउटा महिमा के छ भन्दाखेरि भगवान शिवले चाहिँ सती मातालाई लिएर हिँड्ने क्रममा यहाँ सती माताको चाहिँ गला खसेको स्थान रहेको छ र यहाँ विभिन्न देवताहरू पनि यहाँ आउनु भएको छ तपस्या गर्नको लागि। र यो काली गण्डकी नदीको किनारमा रहेको छ र हजुरहरूले त काली गण्डकीको नदीको पनि दर्शन गर्न सक्नुहुन्छ, किनभने कि काली गण्डकीको महिमा र पवित्रको बारेमा त हजुरहरूले विभिन्न श्रीमद् भागवतम र कथाहरू पनि सुनिसक्नु भएको छ। यो तल रहेको छ एकदम। यहीँ भरत महाराज पनि तपस्या गरेको ठाउँ थियो, जुन मैले हजुरलाई फोटोमा पठाइसकेको छु। र हजुरहरूले यहाँ आएर गर्न सक्नुहुन्छ र तपस्या यहाँ गौमाताको दर्शन पनि पाउन सक्नुहुन्छ त्यो मन्दिरमा। र नन्दी माता हुन्छ यहाँ विभिन्न यो एकदम रमणीय स्थान छ र हजुरहरूले यहाँ दर्शन पनि गर्न सक्नुहुन्छ। यति नै हो। अब भित्र सायद जान मिल्दैन होला किनकि फोटो भिडियो नखिच्नु भनेको छ। त्यस कारण गर्दाखेरि हजुरहरूले यहाँ ल्याउनुहोस्। हाम्रो हरे कृष्ण कीर्तनको साथमा भक्तहरू एकदम रमाइलोसँग गरिसक्नु भएको छ। तुलसी महाराज पनि यहाँ हुनुहुन्छ। यहाँ हुनुहुन्छ हाम्रो गणेश भगवान। हाम्रो हरे कृष्ण संकीर्तनको सम्पूर्ण माताजीहरू प्रभुजीहरू सुन्दर छ। हरे